आलू कांदा 30 का 2 किलो। हामी सबै नेपालीको जम्का भेट यहाँ पुरा खुसी भयो बाबा भनेर होइन बनाना 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 जस्ता हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो न्यू बम ब्लगमा। र आज चाहिँ म चाहिँ मार्केटतिर जाँदैछु है, अलिकति सामान किन्नुको लागि। तपाईँहरूलाई पनि देखाउनेछु मार्केट कस्तो छ होइन, तर भिडियो चाहिँ लास्टसम्म हेर्नु होला, मजा आउनेछ एकदम। हामी हिँड्दैछौँ मेरो साथी र म। त्यो साथीहरू यहाँबाट स्टार्ट हुन्छ मार्केट पुरै है, देखाउनेछु भित्र गएर। देख्न सक्नुहुन्छ मस्तको मार्केट छ है, कपडाहरू यहाँ अनि तरकारीहरू यहाँ पुरा कपडा, मान्छेहरूको लाइनहरू छ है, बच्चाहरूको खेलौनाहरू, गोपालपाराको बच्चाहरूको कपडाहरू छ। मार्केटको माहौल चाहिँ बबाल छ, बाफ्रे 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 पुरा यो कस्तो मार्केट हो यार, बाफ्रे बाफ। साथीहरू हामी अहिले मार्केटतिर छौँ, मार्केटतिर के छ सबै देखाउने छौँ तपाईँहरूलाई। हामीले के लिनेछौँ त्यो पनि देखाउने छौँ, हेर्दै गर्नुहोस् है भिडियो अन्तिमसम्म। ओहो यहाँ हेर्नु, अरे हातेरी त्यो बच्चीहरू। प्याज चाहिँ 100 रुपियाँको 4 किलो हो, मस्त सस्तो मार्केट। कति किलो? 2 किलो। उहाँले चाहिँ 2 किलो लग्नुभयो। टमाटर पुरा हेरी छान्दैछन् यिनका दुईजना, सबै राम्रै त छन् त। टग्लु मस्त चिसोमा केटाहरू यस्तो पाइन्छ है साथीहरू, कपडा सपडा मस्त। यहाँको जिन्सहरू त ठिक हुँदैन, म त ठिक लाग्दैन मलाई त। 100 रुपियाँ 4 पेन्ट बेच्छन् नि। कपडाहरूको मार्केट मस्त, धेरै छ, दामी को भाँडा धुने यही होला, मस्त हुन्छ। चप्पल, लगेज। त्यो साथीहरू अब चाहिँ म सामान किन्दैछु, अब के किन्ने देखाउँछु है, हेर्दै गर्नुहोस् तपाईँहरू। त्यो साथीहरू मैले चाहिँ छोरीलाई चप्पल दिइसकेँ है, 150 रुपियाँ हालेर। भाइ हिँड्ने बाटो पाउन पनि गाह्रो छ यता मार्केटतिर, यस्तो अवस्था छ। हिँड्ने बाटो पनि पाउन गाह्रो छ यता। अब केटीहरूलाई झुलेका आयो एप्पल, किताब कापी, बच्चाहरूलाई कपडा मस्त। माराको के हो साथीहरू, पुरा केटीहरूको भित्र लगाउने। तिनको नाम क्या गरे लाउने हाम्रै गाउँकी भाउजूसँग पनि भेट भएको छ यता। आइगयो न यता छिटो, अरे आइगयो न। अरे लाजमा निन्नु पाइयो भाइ। यस्तो बुढीहरू छोरीलाई दिँदा पनि हुन्छ यार, दामी छ है बुढियाहरू, दामी। त्यो साथीहरू हामी भित्रको मार्केटमा छिर्दैछौँ, भित्र पनि खतरा मन्डी लागिरहेको ठुलो मार्केट हो यहाँ भित्र सब्जीको। सुतो भाइ सुतो मैले यहाँ पाउन भनिएको थिएँ। कितने का भाइ ये?
ल हेर्नु साथीहरू धमाधम मान्छेले बेचिरहेछन् मान्छेले अहिले किनिरहेछन् मस्त है साथीहरू हामी सबै नेपालीको जम्का भेट ट्रक्कै लाएर एकचोटि किन्नु दुई शब्द धन्यवाद ल यहाँ दुईजनको हाना गरे ल ठान्दी फोटो हान्ने पछि देखाउँछ होइन ल ल दामी आयो दामी यस्तो बुझ गर बाई गर टाटा इनले कहाँ 50 रुपियाँ कांदा 30 का 2 किलो, आलू कांदा 30 का 2 किलो, आलू कांदा 30 का 2 किलो। साथीहरू अब हामी सबै सामान लिएर घरतिर फर्कने छौँ बाटोमै छौँ अहिले हिँड्दैछौँ जाँदैछौँ आज के भयो गेडा जस्ता मेरो साथी भन्नुहुन्छ आलु चाहिँ चुलीका गेडा जस्ता छन् छोल्दा छोल्दै भोक लागिहाल्छ भन्छन् हात लगाउँछ त्योहरू अब हामी फर्केर यता पुगिसक्यौँ अब मेरो साथी र म पनि छुट्ने बेला भइसकेको छ म मेरो साथीले आफ्नो उनको भिन्डी चाहिँ दिँदैछु ल त साथी भाइ है अहिले भेटौँला है बाई बाई त मेरी छोरी आइसक्यो पुरा बुक पढ्ने हो बा के हो प्यारोट 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 मेरी छोरी यहाँ पुरा खुसी भयो बाबा भनेर होइन बुढीको काम पनि चलिरहेको रहेछ यहाँ मस्त मोबाइल चलाउने ए हाई बनाऊ त हेलो हेलो हाई बनाऊ न हजुर यहाँ वा बनाऊ न बनाऊ न त्यो साथीहरू मैले आज चाहिँ यति ल्याएँ त्यो छोरीलाई चप्पल ल्याइदिएँ अनि 50 रुपियाँको अनार होइन अनि त्यसपछि छोरी हजुर अहिले खोल्ने है यहाँ है चप्पल हुन्छ कि हुँदैन ट्राई गरौँ है हुन्छ पनि कस्तो भनेपछि हप्तामा चाहिँ 2 डेट चप्पल हराउँछ ल दाम भयो है सानो अर्को खै हप्तामा 2 जोड चप्पल अबदेखि हराउने होइन है अनि म त फेरि किन्दिनँ किन्ने होइन म के अरे त्यो बिना चौधरीको बुवामा छोरी ल भयो च्यानललाई चाहिँ एकदम लाइक कमेन्ट र सब्सक्राइब गर्न नभुल्नु होला फेरि पनि अब यस्तै नयाँ भिडियो हेर्नको लागि चाहिँ ल बाई बाई